हेलो गाइस, आज म एउटा नर्मल हाउस वायरिङ कसरी गर्छ त्यसको म एउटा सानो यहाँनिर एउटा ड्राइङ गरेर तपाईहरुको सामने ल्याउँदैछु। तपाईहरुले मेरो युट्युब च्यानलमा गएर भीमलाल लिम्बू सर्च गरेर त्यसमा म यो अपलोड गरेको हुन्छु। त्यो अपलोड गरेको चाहिँ हेरेर तपाईहरुले पनि गर्न सक्नुहुन्छ। अब यो हाउस वायरिङ कसरी गरिन्छ म सबसे पहिला स्टेप बाइ स्टेप म सिकाउँछु। हाम्रो यो जहिले पनि यसलाई एसएस र एलएल लेखेको हुन्छ। यो भनेको चाहिँ एसएस मा जहिले पनि सप्लाई लाउनु पर्छ र एलएल मा चाहिँ हामीले जहाँनिर लोड दिँदैछौँ त्यसलाई हेरेर त्यहाँ हामीले यसरी कनेक्सन गर्नुपर्छ। त्यो म कनेक्सन गरेर देखाउँछु। सबसे पहिला हाम्रो मेन लाइनमा आउँछ फेस र न्युट्रल। जस्तै हाम्रो यो फेसलाई यो फेस भयो, यसलाई जस्तै न्युट्रल भयो। अब जहिले पनि हाम्रो सिंगल लाइनमा के हुन्छ भने फेस र न्युट्रल हुन्छ। अब हामीले डोमेस्टिक वायरिङ जति गर्छ हामीले डोमेस्टिक वायरिङमा फेस र न्युट्रल हामीले युज गर्नु परेको हुन्छ। अब म यसको कनेक्सनको कसरी कनेक्सन गर्छु म त्यो लाइन गर्दैछु। जस्तै फेसलाई मैले रेड डट दिइरहेको छु भने म न्युट्रललाई ब्ल्याक डट दिँदैछु। यो फेस र यसलाई म न्युट्रललाई ब्ल्याक दिँदैछु हैन। अब जस्तै अहिले म सिधा यसो गर्दैछु। यसलाई पहिला फेस लाइनलाई क्लियर गरौँ। यो फेस लाइन भयो। त्यहाँदेखि हामीले यसलाई न्युट्रल लाइन, यो न्युट्रल। अब फेस र न्युट्रल चाहिँ हाम्रो सबसे पहिला मेन मिटरमा आउँछ। यो एनर्जी मिटरमा आउँछ। एनर्जी मिटरमा भएपछि अब हामीले के गर्नुपर्छ, अब डिस्ट्रिब्युसन बक्स या कुनै हामीले सबसे अगाडि हामीले ब्रेकर, मैले अघि मिटर बक्सको कुरा गरेको थिएँ हैन। अब मिटर बक्सदेखि जीपी सम्म आउँछ। जीपी मतलब डबल पोल मिनिस्टर सर्किट ब्रेकर भन्छ। यसलाई चाहिँ डबल पोल, यसलाई चाहिँ एकैचोटी दुईटा पोललाई एकैचोटी कट गर्छ। त्यसैकारण जीपी भन्छ। जीपी मिनिस्टर सर्किट ब्रेकर मतलब यो दुईटा पोल फेस र न्युट्रललाई एकैचोटी कट गर्छ। त्यसलाई भन्छ हाम्रो जीपी एमसीबी भन्छ। यहाँदेखि अब म के कुरा गर्नु गइरहेछु भने अब न्युट्रलको कुरा। न्युट्रल जहिले पनि हाम्रो डोमेस्टिक वायरिङमा चाहिँ न्युट्रल चाहिँ हाम्रो सबैमा कमन हुन्छ। त्यो कमन चाहिँ म सबसे पहिला देखाउन गइरहेछु। जस्तै अब न्युट्रल निस्केर सबै जग्गामा, सबै फ्यानको पनि एउटा पोइन्टमा न्युट्रल लाग्छ, बल्बको पनि एउटा पोइन्टमा न्युट्रल लाग्छ, सबै बल्बमा एउटा पोइन्टमा न्युट्रल लाग्छ। अब म यो जति स्विचहरु छ र सकेटहरु छ यसमा सबै पहिला न्युट्रल कनेक्सन गरेर देखाउँछु। अब मैले अघि सबसे पहिला न्युट्रललाई चाहिँ सबैमा कमन हुन्छ। सबै हरेक पोइन्टमा कमन हुन्छ। सकेटमा हुन्छ या लाइटमा हुन्छ या फ्यानमा हुन्छ या जुनै जग्गामा हुन्छ। न्युट्रल लाग्ने जग्गा चाहिँ हामीले सबैमा कमन हुन्छ। जसरी मैले न्युट्रल तानेर लगेँ, लाइटमा हालेँ, फ्यानमा लगाएँ, त्यहाँदेखि लिएर सकेटको चाहिँ जहिले पनि अब यो अगाडिदेखि फ्रन्टबाट हेऱ्यो भने जहिले हाम्रो लेफ्ट साइडमा लाग्छ। जस्तै मैले लेफ्ट साइडमा लगाएको छु, यो पनि लेफ्टमा लगाएको छु, यो पनि लेफ्टमा लगाएको छु, यो पनि लेफ्ट लगाएको छु। जस्तै अब एउटा घरको वायरिङमा हेऱ्यो भने चाहिँ अब हामीले जस्तै स्विचको लागि, सकेटको लागि, हामीले लाइटको लागि चाहिँ हामीले के गर्यो भने न्युट्रल चाहिँ हाम्रो कम्प्लिट भइसक्यो। अब हामीले फेस कुदाउनु छ। फेस पनि म तपाईहरुलाई सिकाउने छु। अनि एउटा कुरा के छ, मैले जस्तै अब डिपी हाम्रो यो जुन चाहिँ एमसीबी हालेको छौँ डिपी, त्यो डिपी चाहिँ 40 एम्पियरको हालेको छौँ। एउटा एसपी मतलब सिंगल पोल एमसीबी 32 एम्पियरको हालेको छु र एउटा सिंगल पोल एमसीबी एउटा 16 एम्पियरको हालेको छु। अब यसको फंक्सन चाहिँ के हो, यो दुईटाको फंक्सन त्यो पनि म तपाईहरुलाई डिटेल्समा देखाउने छु। म यसको ड्र गरेर तपाईहरुले हेरिदिनुहोस् होला। हेलो गाइस, मैले अघि भनिरहेको थिएँ मैले जस्तै 40 एम्पियर, 32 एम्पियर, 16 एम्पियरको मैले एमसीबी राखेको थिएँ। त्यो के कारणले मैले चाहिँ राखेको थिएँ भने 32 एम्पियरलाई म पावर पोइन्टको लागि राखेको थिएँ भने जस्तै 16 एम्पियरको मैले लाइटहरूलाई राखेको छु। जस्तै अब 32 एम्पियरको मैले पावर पोइन्टमा हालेँ, हामी त्यो जुन चाहिँ पावर पोइन्टमा हामी चाहिँ जस्तै भयो फ्रिज, हामी पानी तताउनेदेखि राइस कुकरदेखि हामी त्यसमा सबै चलाउन सक्छौँ। त्यसै कारण मैले 32 एम्पियरको एमसीबी राखेको थिएँ। जस्तै त्यो 32 एम्पियरदेखि मैले जस्तै अब मैले फेस ल्याएर हरेक जग्गा स्विचमा हालेको छु। एक स्विचमा जस्तै यो स्विच भयो, यो स्विच भयो। त्यहाँदेखि हाम्रो एउटा कनेक्सन चाहिँ कसरी बुझ्नुपर्छ, जस्तै हाम्रो जहिले पनि यसलाई स्विचमा लेखेको एल लेखेको हुन्छ र एन लेखेको हुन्छ। एल भनेको लाइन या फेस हो, एन भनेको न्युट्रल बुझ्नुपर्छ हामीले। जस्तै यहाँ पनि एल लेखेको हुन्छ, यो तपाईको एन लेखेको हुन्छ। अनि अब जस्तै पावर पोइन्ट सकेट कनेक्सन कम्प्लिट भयो। अब मैले अब कनेक्सन गर्नु छ मैले लाइटको लागि, फ्यानको लागि। अब लाइटको र फ्यानको लागि चाहिँ अब मैले 16 एम्पियरको एमसीबी राखेको छु। यहाँदेखि चाहिँ अब फेस ल्याउन छ। मैले अलरेडी न्युट्रल पुऱ्याइसकेको छु। अब मैले फेस चाहिँ हरेक स्विचमा दिनुपर्छ के ताकि यो फ्यान बल्बहरू सबै चल्न सकोस्। त्यसको लागि राम्रोसँगले हेरिदिनुहोस् होला। म यसको सर्किट गर्दैछु। गाइस, बल्ल मैले सबै कम्प्लिट वायरिङ गरिसकेँ, मतलब कम्प्लिट सर्किट भएको छ मेरो हो। अब लाइटको पनि भयो कम्प्लिट सर्किट, फ्यानको पनि भयो कम्प्लिट सर्किट, सकेटहरूको पनि कम्प्लिट भयो सर्किट। मतलब एउटा हाउस वायरिङको चाहिँ टोटल कम्प्लिट भएको छ। तपाईहरुले यो हेरेर पनि कति कुराहरू बुझ्न सक्नुहुन्छ। हाउस वायरिङ कस्तो हुन्छ र हाउस वायरिङ कसरी गर्नुपर्छ भन्ने कुरा चाहिँ अब म तपाईहरुलाई एउटा केही यसको मतलब
कति कुरा देखाउने छु। जस्तै एमसिबी कस्तो हुन्छ, एसपी कस्तो हुन्छ, सिङ्गल पोल एमसिबी कस्तो हुन्छ, डबल पोल एमसिबी कस्तो हुन्छ, यो स्विचहरू कस्तो हुन्छ। जस्तै अब यो रेगुलेटर भयो, यो जस्तै अब हाम्रो फ्यान रेगुलेटर भयो, यो फ्यान रेगुलेटर कस्तो हुन्छ, जस्तै यो सकेटहरू कस्तो हुन्छ, स्विचहरू कस्तो तपाईँहरूलाई सबैलाई देखाउने छु। मलाई यो कति मेरोमा छ त्यति चाहिँ म तपाईँहरूलाई देखाउने छु। जस्तै भयो यो अब यो एमसिबी, यो जुन चाहिँ यो एमसिबी 16 एम्पियर र 32 एम्पियर। जस्तै अब यो C10 मतलब 10 एम्पियरको हो। यो जस्तै एसपी भन्छ यसलाई, सिङ्गल पोल। जस्तै यो सिङ्गल पोल छ, सिङ्गल पोललाई चाहिँ हामी एसपी भनेर चिनिन्छ। जस्तै डिपी एमसिबी लेखेको छु, यो डबल पोल एमसिबी हो। यो डबल पोल यो ब्रेकर पनि तपाईँलाई देखाउँदैछु। यो डबल पोल एम्पियर चाहिँ यस्तो हुन्छ कि एकैचोटि दुईटा एकसाथमा जोडिएको हुन्छ, यसलाई डिपी भनिन्छ। यो डिपी चाहिँ इम्पोर्टेन्ट छ हाम्रो हाउस वायरिङको लागि। डिपी चाहिँ इम्पोर्टेन्ट छ। त्यो किन इम्पोर्टेन्ट छ यो बादमा नेक्स्ट भिडियोमा तपाईँहरूलाई भन्ने छु। जस्तै यो सकेट भयो, जस्तै यो 5 पिन सकेट भयो। यो सकेटमा हाम्रो जहिले पनि यो फ्रन्टबाट हेऱ्यो भने राइट साइडमा हाम्रो फेस हुन्छ र लेफ्ट साइडमा हाम्रो न्युट्रल हुन्छ। जस्तै फ्यान रेगुलेटर छ हाम्रो, यो फ्यान रेगुलेटर छ। यो फ्यान रेगुलेटर चाहिँ हाम्रो कस्तो पाराले युज हुन्छ। जस्तै हाम्रो फ्यान रेगुलेटरमा चाहिँ यहाँ दुईटा पोइन्ट निस्केको हुन्छ। त्यो दुईटा पोइन्ट चाहिँ के हुन्छ भने जस्तै यहाँनिर मैले जस्तै एउटा फेस लिएर आएँ, स्विचमा पस्यो, स्विचदेखि आउटपुट भएको चाहिँ हाम्रो के हुन्छ, यहाँ कनेक्सन हुन्छ। जस्तै यो यहाँ कनेक्सन भयो, यो साइडमा कनेक्सन भयो र यसको आउटपुट टर्मिनल छ, त्यो चाहिँ हाम्रो सिधै फ्यानमा कनेक्सन हुन्छ। यो चाहिँ यसरी गर्नुपर्छ। जस्तै स्विचहरू भयो, स्विच त सबैले देखिरहेको कुरा हो। यो स्विचहरू भयो, जस्तै 1 2 3 4 5 6 7 यो 7वटा स्विच छ यहाँनिर। यो तपाईँहरूले कमेन्ट गर्नुहोस् होला के कुरा। नेक्स्ट भिडियोमा म तपाईँहरूलाई यसको अर्थिङ कनेक्सन गरेको छुइनँ, अर्थिङको कनेक्सन म नेक्स्ट भिडियोमा दिनेछु। र यसमा अझै हाउस वायरिङमा इन्भर्टर कनेक्सन पनि म नेक्स्ट भिडियोमा तपाईँहरूले दिनेछु। आजको लागि यति नै, धन्यवाद।